एभ्रिवान, सबैजनालाई तपाईहरु सबै सन्चै होला भन्ने आशा गर्छु र म तपाईहरुलाई के देखाउन जाँदैछु भन्दाखेरि आज चाहिँ यति मेहनत गरेर मैले के टिपेछु भन्दाखेरि होला साथीहरु, यो हो मैले मेहनत गरेर टिपेको। यसलाई कस्तो मेहनत गरेर टिपेको छु मैले साथीहरु भन्नु सक्दिन म। यति दुःखले हेर्नु होला कस्तो राम्रो छ च्याउ भन्ने जिनिस। जस्तै मेहनत गरे पनि खानु चाहिँ मिठो हुन्छ, त्यसैले कस्तो दामी देख्छ। यसलाई चाहिँ भन्छ नेपालीबाट झरी च्याउ। पानी पर्दाखेरि निस्किन्छ यो च्याउ चाहिँ, हेर्नु होला। अनि साथीहरु, मैले चाहिँ अघि एक जग्गाको मात्रै तपाईहरुलाई देखाएँ, अर्को जग्गाको चाहिँ देखाएकी थिइन, त्यसैले दुईतिरको देखाउँदैछु। यो चाहिँ बिहान टिपेको अनि एउटा चाहिँ बेलुका टिपेको। मैले कति धेरै पाके थिए।